चुनाव चाहिँ गराएर छिटो छिटो यो मन्त्री पद चाहिँ फालेर चाहिँ आफ्नो घर फर्किने पर्ने भएको हुनाले जसरी भए पनि चुनाव गर्ने भनेर यही हाम्रो मन्त्रीमण्डलमा जति पनि मन्त्रीहरू भएको छु सबैको सल्लाह त्यही छ। एक दुईजनाले अब गर्लान् आफ्नो हिसाबले। बेसरी गरौँ छ यो बाहिरबाट जस्तो यो सर्वसाधारण भएर देख्दा र अहिले मन्त्री भएर आउँदाखेरि कस्तो लाग्दैछ, कस्तो अनुभव? कस्तो पनि आउँदैन त्यो यो मन्त्रालयहरू बाहिर बसेर यो कमेन्ट गर्नु नघुमेको होइन, कार्यान्वयन गर्नुमा मन्त्रालयमा कसरी काम हुन्छ भन्ने कुरा नदेखेको होइन। तर यो चाहिँ कस्तो हो भने एकदमै यो झन्झटिलो काम यो हो यदि स्वच्छ मनले गर्दाखेरि। किनभने समस्याहरू धेरै छन् नेपालमा, कुनै चिज पनि एकदमै के अरे व्यवस्थित तरिकाले चलेको छैन। सबै कुराहरू अव्यवस्थित छन्, जतासुकै कुराहरू विभिन्न समस्याहरू छन्। जति धेरै समस्याहरू छन् त्यति धेरै चाहिँ अप्ठ्यारो हुने कुरा हो। त्यस कारणले यहाँ चाहिँ अव्यवस्थित भएको हुनाले नै त्यो प्रणाली भनौँ न, हाम्रो प्रणाली चाहिँ भन्सुनको भरमा के अरे भन्सुनको भरमा र कसैको सोर्स फोर्सको भरमा र चाहिँ आफ्नो मान्छेको भरमा सिस्टमहरू चलाएको हुनाले यहाँ धेरै नै गाह्रो स्थिति छ, सजिलो छैन।